एउटा यस्तो यो पनि मैले बनाएको यो चाहिँ साथीले बनाएको रहन बना खायो भर्खर कपाल पखालेर आएको प्याजको रस कपाल बढाउनु भएको मेरो हालत चाहिँ यस्तो छ। त्यही छ अहिले चाहिँ म चाहिँ यो ल्यापटप दिन जान लाग्यो कि फिर्ता घर दिन जान लाग्यो अनि नयाँ भन्दा पनि मेरो पुरानै ल्यापटप थियो कि त्यो चाहिँ लिएर आउनु लाग्यो किनकि यसले चाहिँ राम्रोसँग काम गरिरहेको छैन। यसो राम्रोसँग काम गरेर अब ल्यापटप लिएर आउँछु म चाहिँ हामी यता बस पार्क आइसक्यौँ अनि यसलाई बोकाइदिएको छु मैले सामान चाहिँ र म यसरी आइसकेँ यसले बोकिरहेको छु मेरो चाहिँ र यो क्लुलेस छ ल यो चाहिँ यहाँबाट सामान निकाल्यो चोर छस् त्यो लिएर आउँदा अनि अब चाहिँ हाम्रो मोमो बनाएर खाने प्लान छ केटाहरूसँग। रोड आयो हाम्रो मुल्ला चाहिँ यति भयो अनि हामी अब बिलिङ गराउन आउँदै बिलाउँछ। मैले चाहिँ ब्याग ल्याउन बिर्सिसकेको छु। अब ब्याग ल्याउनु बिर्सिसक्यो 40 रुपियाँ फोकटा फेरि तिर्नुपर्छ। हामी चाहिँ रुममा आइसक्यौँ अनि हाम्रो तयारी चाहिँ यस्तो छ। त्यहाँ प्याज काटिसक्यौँ यहाँ काट्दैछु डल्लो बन्दैछ मोमोको भाँडो यो भयो अनि बाँकी सामान रेडी हुनेछ अनि यो प्लान पनि साथी क्या अनि हामी यो बनाएर खानेवाला छौँ कसरी बनाउँछ मजाले हेर्नु होला। Hold you close and let you go, find someone new. And now wish it wasn't good. Mama's हाम्रो किमा बन्दा के बन्न लागिसक्यो त्यहाँ भइसक्यो। अरुणले यहाँ छ भर्खर कपाल पखालेर आएको प्याजको रस कपाल बढाउनु भएको मेरो हालत चाहिँ यस्तो छ। अब खै कपाल कस्तो हुन्छ त्यसपछि कस्तो बनाउँछ हामीलाई बनेसी खाएर चाखेर हजुरलाई रिभ्यू गर्नेछौँ। ग्राइन्ड गर्दै यहाँ साथीले यो चाहिँ कपाल धएर आयो उसको हालत चाहिँ यस्तो छ। हाम्रो खतरा भयो प्याकिङ एउटा यस्तो बनाएको थियो एउटा यस्तो यो पनि मैले बनाएको यो चाहिँ साथीले बनाएको रहन बना यो के हो भने थाहै भएन के यता चटनी यहाँ ससको लागि बन्दैछ। बेलन मान्छे चाहिँ यस्तो जस्तो लाग्यो खै कस्तो होला तर फिलिङ्स चाहिँ यस्तो भएको अरे यार मैले मुख पोल्ने धेरै तातो भएर केटाहरूमा हतार ऊ केटाहरूले खा गएर ऊ गममा एक गाँसमै सक्यो ल ल ल ल ल ल अब अर्को पालो वे त्यसको पिस कत्रो ठुलो माछो जत्र खायो वे अनि यहाँ खाँदैछु यो झोल पनि बनाएर दिनु हेर न 5वटा मोमो एकैचोटि मुख हालेर फेनमा गएर बस्यो।